हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप साथीहरू सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चै छु। सो एभ्रिवान, यो भिडियोलाई लास्टसम्म हेरेर इन्जोय गर्न नभुल्नु होला। साथै लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी बेल आइकन घन्टी बजाउन नभुल्नु होला साथीहरू। सो आज चाहिँ म जाँदैछु घुम्नको लागि, अनि म चाहिँ बिहानै रेडी भएर म घुम्न निस्केँ साथीहरू। अनि टक्क म चाहिँ अब पारी बजार पुगिसकेको छु। अलिकति क्लिन छु अहिले चाहिँ, अनि उताबाट चाहिँ मेरो साथी आउँदैछ, अनि त्यो साथीसँग चाहिँ म घुम्न जाँदैछु साथीहरू। अनि आज शनिबारको दिन, अनि काजल भयो नि त, त्यही भएर यसो घुम्न जाउँ, मुड फ्रेस गरौँ, जानुपर्छ कि कहिले काहीँ त साथीहरू। अनि सो फाइनली म चाहिँ साथीसँग भेट भइसकेको छु। ऊ चाहिँ कुर्ता लगाएर राम्री भएर चट्ट परेर आएकी छे, अनि उता पुरा मस्किरहेको छ, हेर न साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। अनि टक्क उसको गफ सुन्नु है त अब साथीहरू। शान्ति बगैँचा पुग्न आँटिसक्यौँ। अब चाहिँ टक्क शान्ति बगैँचा जाने, अनि गाडी चढ्ने, अनि सुइत कहाँ जाने भन्दाखेरि अब चाहिँ सुब्बा देउराली जाने साथीहरू। आज चाहिँ हामी सुब्बा देउराली जाँदैछौँ, अनि हामी हाँस्दै हिँडिरहेको छौँ साथीहरू। मान्छेहरूले पनि के भनिरहेको होला, पागल रहेछ हिँडेर त भन्यो होला है साथीहरू हामीलाई त। हामी त फेरि देख्दा पनि सेम ट्विन्स जस्तो देखिरहेछौँ। अनि टक्क लाएर अब चाहिँ शान्ति बगैँचा आइसकेछौँ साथीहरू, अनि गाडी पनि रेडी छन् जानको लागि। अनि यसो भित्र पनि जानु पर्यो भनेर टक्क अनि ऊ चाहिँ आइरहेछ। अनि त्यसपछि टक्क लाएर देख्न सक्नुहुन्छ शान्ति बगैँचाभित्र कस्तो छ होइन त साथीहरू। अनि अब चाहिँ टक्क हामी शान्ति बगैँचा तलतिर पर्खेर बसिरहौँ साथीहरू। हामी चाहिँ गाडी कुरेर बसिरहेको है, आएर बस भेटियो, अनि चाहिँ अब टक्क बसमा जाने भनेर हामी चाहिँ बसमा बस्यौँ। सो फाइनली एभ्रिवान, हामी चाहिँ अब सुब्बा देउराली आइसकेको छौँ, गाडीबाट पनि झरिसकेका छौँ हामी दुईजना। अनि टक्क लाएर चाहिँ अब सुब्बा देउरालीमा इन्जोय गर्नुपर्छ। यहाँ चाहिँ पूजा गर्नेको एकदमै ठुलो लाइन रहेछ कि, माथिदेखि होइन टक्क पारामा लाइन लागिराख्नु भएको रहेछ। अझै पनि पालो नआएको है, कति बजेदेखि आएर बस्नुभयो होला बिचराहरू। शनिबार एकदमै भिड हुन्छ कि यहाँ फेरि, अनि यसो जाम पनि हुन्छ। अनि देख्न सक्नुहुन्छ कति धेरै लाइन लाग्नु भएको छ साथीहरू। बिचरा बिहानदेखि आउनुभयो होला, भोक पनि लागिसक्यो होला। अनि अब चाहिँ लाइन यति ठुलो लाइन छ नि यहाँ। फेरि सुब्बा देउरालीमा कस्तो छ भन्दाखेरि चाहिँ जे कुरा पनि भक्कल राख्ने कि, अनि भक्कल राख्यो भने चाहिँ अनि मायाको कुराहरू पनि टक्क पुरा हुने होइन, त्यस्तो छ। हजुरहरूले पनि आएर भरमार गर्न सक्नुहुन्छ साथीहरू, आउन सक्नुहुन्छ। अनि टक्क चाहिँ लाइन चाहिँ लाग्नुपर्छ, छिटो आउनुपर्छ बिहानमा चाहिँ। अनि छिटो आयो भने चाहिँ छिटो पूजा गर्न पाइन्छ, नै भने दिउँसो आयो भने चाहिँ लाइन लाग्नुपर्छ, टाइम नै हुँदैन। अनि त्यस पछाडि टक्क हामी चाहिँ यसो भ्यू हेरिरहेको, मान्छे चाहिँ टन्नै हुनुहुन्छ है मेला ला जस्तो। यसलाई चाहिँ सुब्बा देउराली भनिन्छ। अनि यहाँ चाहिँ जे मागे पनि पाइन्छ साथीहरू, टक्क पुरा हुन्छ क्या। त्यही भएर हजुरहरूले पनि माग्न सक्नुहुन्छ। अनि म चाहिँ मन्दिर जानु हुँदैन, किनभने हाम्रो 1 वर्षको लागि टिका छैन नि त, त्यही भएर। अनि मेरो साथीले चाहिँ पूजा गर्ने अरे होइन, त्यही भएर ऊ चाहिँ मन्दिरभित्र जान्छ अब एकछिनपछि। म चाहिँ जानु हुँदैन, त्यही भएर म चाहिँ बाहिर बसेर टक्क भिडियोहरू लिँदैछु है।
अब चाहिँ ऊ पूजा गर्न जाँदैछ साथीहरू। अनि म चाहिँ के गरौँ भनेर यसो बाहिरतिर घुमिरहेको हेरिरहेको। अनि टक्कै यो रेस्टुरेन्टमा चाहिँ खाना खान जानु पर्यो भनेको है साथीहरू। अनि हामीले भनेको खाजा नै रोइन्छ कि यहाँ चाहिँ। अनि होटल चाहिँ एकदमै राम्रो रहेछ है, तर खाजा नै रोइन्छ हामीले भनेको चाहिँ। अनि त्यही भएर हामी त्यहाँबाट निस्क्यौँ साथीहरू, निस्क्यौँ। अनि अर्को होटलमा गएर खाजा खायौँ। त्यस पछाडि अनि हामी चाहिँ खाजासाजा खाएर अब चाहिँ फर्किन लाग्यो साथीहरू, किनभने साँझ पर्न लागिसक्यो, 3 बज्न लागिसकेको छ। अनि हामी चाहिँ सन्ती खर्क पुग्नु पर्ने हुन्छ होइन। पुलमा जाने कति ठुलो सपना थियो तर भएन साथीहरू। अनि हामी चाहिँ उसले मन्दिरबाट ल्याएर पूजा गरेर ल्याएको चाहिँ नरियल थियो। अनि चाहिँ खाना हुन्छ कि नै भनेर सोच्दा होइन खानुपर्छ भनेर। अनि खानु त केही हुँदैन नरियल त भनेर अनि खाइदिएको साथीहरू। अनि हामी चाहिँ खाँदै गफ गर्दै आफ्नै पारामा होइन बाँदर जस्तो देखिरहेको छ है। अनि टक्क खाँदै हिँडेको। अनि बाइकमा त कोही मान्छे देख्नै नहुने क्या, जिस्काइदिइहाल्ने यस्तो पाराले क्यार घरबार। गाइज हामी सुब्बाभन्दा माथि टक्क नरपानी भन्ने खोलामा टक्क खाँची खोलाको पुलनिर छौँ। लम्बाइ पनि हेर्न सक्नुहुन्छ। एउटा हाम्रो यहाँ बाँदर हुनुहुन्छ, हेर्नु क्युट छ बाँदर। हाम्रो क्युट बाँदरले नरपानीबाट भन्न मिल्दैन, सुब्बाबाट चाहिँ टक्क लाएर नरियल चोरेर हाम्रो यो खाँची खोलामा ल्याएर टक्क लाएर यसरी खाँदै हुनुहुन्छ। सेम बाँदर जस्तो, बाँदरभन्दा कम हुनुहुन्न उहाँ। बाँदर भन्न मिल्दैन, बाँदर नै भन्दा कम हुनुहुन्न उहाँ। अनि हाम्रो कति खानुहुन्छ मलाई राखिदिने वातावरण छैन गाइस, पायो भने खाइहाल्ने भयो। अब चाहिँ हामी नरपानी आइसकेको छौँ है साथीहरू। यो चाहिँ नरपानी हो। अनि त्यसपछि टक्क हजुरहरूले देख्न सक्नुहुन्छ भ्यू कति राम्रो छ है त। अनि यहाँ चाहिँ दिउराली पूजा गर्छन् क्या साथीहरू यहाँ चाहिँ। अनि टक्क बसेर खाने, रमाइलो गर्ने, नाचगान गर्ने गरिन्छ नि त। एकदमै रमाइलो हुन्छ शनिबार चाहिँ। पछि चाहिँ हुँदैन त्यति धेरै, शनिबार चाहिँ एकदमै रमाइलो हुन्छ। सो एभ्रिवान, अब चाहिँ हामी घर जान लागेको। म फेरि पनि आउनेछु नयाँ भिडियोको साथमा। बाई बाई एभ्रिवान, किप वाचिङ दिस भिडियो।